हेलो नमस्कार। म चाहिँ नि बेला बेलामा मेरो मनमा लागेका विचारहरू तपाईहरुमाझ शेयर गर्ने गर्छु। आज पनि मेरा विचार लिएर म तपाईहरुमाझ आइसकेको छु। यदि मेरा विचार सुन्दा तपाईहरुलाई सन्तुष्ट हुन्छ हैन, ऊर्जा मिल्छ, मोटिभेट हुनुहुन्छ भने मेरो यानकेटी च्यानललाई लाइक सब्स्क्राइब गर्न चाहिँ नभुलिदिनु होला। आज चाहिँ मेरो विचार छ, आफ्नो चाहना पहिचान गरौँ। लेट्स आइडेन्टिफाई योर डिजायर। मानिसको जीवनमा सबैभन्दा ठूलो प्रश्न हो, म वास्तवमा के चाहन्छु। धेरै मानिसहरू अरूको इच्छा पूरा गर्न, समाजले बनाएको बाटो पछ्याउन, परिस्थितिले जहाँ लग्यो त्यही बग्न बाध्य हुन्छन्। तर जसले आफ्नो वास्तविक पहिचान गर्छ, उसले आफ्नो जीवनको दिशा आफै तय गर्न सक्छ। आजको संसारमा पैसा, प्रतिष्ठा, सुविधा र सफलताको पछि धेरै मानिसहरू दौडिरहेका छन्। तर यी सबै कुरा प्राप्त गरेर पनि धेरै मानिसहरू किन खुसी छैनन् त? यसको मुख्य कारण उनीहरूले आफ्नो वास्तविक चाहना र जीवनको उद्देश्य पहिचान गरेका हुँदैनन्। अरूको सपना बाँच्दा आफ्नो मन सन्तुष्ट हुन सक्दैन। आफ्ना चाहना पहिचान गर्नु भनेको आफ्नो मन, क्षमता, रुचि र मूल्यलाई बुझ्नु हो। जब तपाईलाई आफूले वास्तवमा के चाहनु भएको छ भन्ने स्पष्ट हुन्छ, तब निर्णय लिन सजिलो हुन्छ। समयको सही उपयोग गर्न सकिन्छ र अनावश्यक कुरामा ऊर्जा खर्च हुँदैन। यसले आत्मविश्वास बढाउँछ, कठिन परिस्थितिमा पनि अघि बढ्न शक्ति दिन्छ। सफलता केवल धेरै मेहनत गरेर मात्र प्राप्त हुँदैन। सही दिशामा गरिएको मेहनतले सफलता दिलाउँछ। यदि दिशा नै गलत छ भने जतिसुकै दौडिए पनि गन्तव्यमा पुग्न सकिँदैन। त्यसैले आफ्नो चाहना र उद्देश्य पहिचान गर्नु सफल जीवनको पहिलो पाइला हो। आफ्नो चाहना पहिचान गर्नका लागि केही समय आफूसँग बिताउनुहोस्। आनन्दले आफूलाई प्रश्न गर्नुहोस्, के गर्दा मलाई साँचो आनन्द मिल्छ? म कस्तो जीवन बाँच्न चाहन्छु? मेरो क्षमता र रुचि के हो? यो प्रश्नहरूको उत्तर खोज्दै जाँदा तपाईँ आफ्नो वास्तविक उद्देश्यतर्फ नजिक पुग्न थाल्नुहुन्छ। याद राख्नुहोस्, आफ्ना चाहना पहिचान गर्ने मानिसले आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सक्छ। जीवन अरूलाई खुसी पार्न मात्र चाहिँ होइन है, आफ्नो मूल्य, उद्देश्य अनुसार बाँच्नका लागि पनि हो। त्यसैले आजैदेखि आफ्नो मनको आवाज सुन्न सुरु गर्नुहोस्। आफ्नो लक्ष्य स्पष्ट बनाउनुहोस् र त्यसतर्फ दृढतापूर्वक अघि बढ्नुहोस्। किनकि आफ्नो चाहना चिन्ने व्यक्ति नै अन्ततः सन्तुष्ट, सफल र प्रेरणादायी जीवन बाँच्न सक्षम हुन्छ। हस् त, धन्यवाद।